चाहिँ अब निस्किन लाग्यो के गर्दै यसो ग्यारेजमा बाइक देखाउन भनेर त्यहाँ बाइक आज बिरामी भयो क्या मतलब बिरामी भन्नाले अब हल्का फुल ग्यास बनाउन जाम कि भनेर सोचिरहेको छु त्यहाँ केही न केही यसो प्लग सलग गयो कि के गर्छ त्यो पावर चाहिँ अलिक घटिरहेको क्या सो त्यही कारणले हेर्दै गर्नु चाहिँ के हुन्छ सो गाइज ग्यारेज गएर बाटोमा भेटाउनु गाइज बाटोमै भेट्न पर्ने हुन्छ सो गाइज त्यही भन्दै आजको चाहिँ मिठो घाम लागिरहेको नि त माथि टक्क यताको सिन भइहाल्यो म चाहिँ यहाँ टक्क छु बिचरा हाम्रो यहाँ फुल रोपेको थियो फुल पनि यस्तो भयो क्या सो गाइज ल अब बाइकमा बसेर भेट्नु पर्ने हुन्छ 1 hour later भर्खर बनाएको गाइज ठुलो वान कन्डिसन भयो गाइज मैले बनाइसकेको छु के किटहरू भएको थियो बिग्रिरहेको थियो जम्मै किटिङ फ्यान उडाहान रात भाइले अङ्कलहरूले हेर्छन् अब चलो राज भाइ चलो ल हिँड न यताको बाटो चाहिँ धेरै नराम्रो रहेछ क्या नि परेछ उडान मजा आउँछ दुईजना मात्र दुईजना राइटमा टक्क हिँड्दा हामी चाहिँ अहिले डोरा फेरि अहिले हिँड्दा दुईजना टक्क एङ्कल तल झाले सो गाइज म आज चाहिँ फेरि निस्किनु लाग्यो ब्लग चाहिँ कम्प्लिट मतलब त्यो एक दिनमा कम्प्लिट हान्न चाहिँ अलि समय टाइम पाएको छैन सो त्यही भएर 2-3 दिन लगाएर चाहिँ मैले कम्प्लिट गर्दैछु टक्क यहाँ मम्मी चाहिँ भात खाँदै हुनुहुन्छ के छ मम्मी चाहिँ भात खाइ टक्क माछासँग मस्त भात खाइदिनु ब्लग हेर्दै आज चाहिँ म चाहिँ यसो बाइकको त्यो स्टार्ट गर्ने स्विच चाहिँ सफा गर्न जानु लाग्छु क्या ग्यारेजमा हिजो पनि ग्यारेजमै गएको थिएँ कि आज फेरि ग्यारेज जानुपर्ने भयो फेरि के भयो बाइकले डुबाइराखेको गाइस आज वेदर चाहिँ मिठो मौसम चाहिँ घाम टक्क भइरहेको टक्क रमाइलो सो यस्तै भइरहेको टक्क यताबाट नि स्याप टक्क है गाइस टक्क सो गाइस अहिले एकछिनमा भेट्न पर्ने हुन्छ सो गाइस म चाहिँ अब बाइकमा बसेर निस्किसकेको छु यस्तै स्टार्ट अफ भएको भइ गर्छ कि किनकि यो स्विच बटनमा यस्तो सफा गर्न ल गएँ ल गाइस निस्केको मैले चाहिँ के गरेँ रेस बगिरहेको छु किनभने त्यो हाम्रो चाहिँ स्टार्ट अफ भएको भइरहेको छ क्या त्यही भएर मैले रेस बलिरहेको छु खास योको सल्युसन के हो भनौँ त गाइज के गर्नुपर्छ मेरो रेस बडी भएर गाइज त्यस्तै भयो क्या के भन्छ यार म खास कुरा चाहिँ बुझ्थेँ अब रेस कम राख्यो भने फेरि स्टार्ट अफ भएको भयो स्टार्ट पनि हुन्न क्या गाइज त्यस्तो भयो क्या के भन्ने रेस गरिराख्यो भने फेरि रेस फेरि हरियो बढी ओभर बढिराखेको छु क्या हो क्या त्यही पनि एकचोटि ग्यारेज गरेर बुझौँ न पहिला सुत्ता आमा हेर्ने स्वाद त लग्ने
गाइस जब चाहिँ बाइक कुदाउन खोजे जस्तो चाहिँ घर आइरहेको त्यो मजा आइरहेको त्यो हाम्रो यताको एरिया चाहिँ आफ्नै थाहा मतलब भएन सरकारमा पैसा हालेको छ हामी थोरै भित्र छिर्नु पर्ने हुन्छ यहीँ आएको के कहाँ देख्यो तिमी मेला हेर्न लास्ट दिन भनेर हो क्या दाइ उयो सफा गरिदिनु त यो स्टार्ट अप भएको भइ गर्छ यार हाल्यो शीत कहिले हाल्यो बाइक चाहिँ यहाँ भन्दैन अरे भन्नाले यहाँ खोइ पनि के हो छैन अरे कहाँ बाजे लेकिन 1 सेकेन्ड अब यहाँबाट चाहिँ भित्र छिर्छु भन्नाले यस्तै स्टार अप भएको भइ गरेको गाइस त्यो चाहिँ मिलाउनलाई गाइस म चाहिँ आज के पैसा कसकोमा तिम्रोमा 200 कहाँ गयो र 800 ल गाइस इन्कममा पेट्रोल छयाल रहेछ मेरोमा त अब बल्ल हाल्न जान्ला छु गाइस म चाहिँ अहिले आऊ है गाइस म चाहिँ निस्किसकेँ ऊ चाहिँ अहिले एकछिनमा आउँछ किनभने म चाहिँ हल्का पेट्रोल हाल्न अनि त्यहाँ चिया हामीले उता लाने हो नि त चिया उता खाना चिया खाना लाने हो नि त सो त्यो भएर टक्क निस्किरहेको छौँ गाइस ल पारामा सर र हल्का यसो एङ्गल निक्लियो जस्तो लाग्यो अझ गुड भएको गुड छ यताउति जम्मै मौसम चाहिँ एउटा आन्छ क्या जे होस् आजभोलि चाहिँ त्यस्तो खासै टाढो चाहिँ छैन अब त्यो गाह्रो सिजन जानु लाग्यो त्यो बाइक बनाएको अहिले त मक्खान भयो अब बस त्यही एउटा मोबिल चेन्ज गर्नु पर्ने रह मोबिल छैन अरे ए म त यहाँ तेल हाल्यो नि त गाडी आन्टी 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 तेल दिन द 1 लिटर 180 हो ना ए सो गाइस अब तेल हालौँ हुन्छ हजुर तेल हालौँ तेल पनि समात्र हालियो अब चाहिँ लाग्नुपर्ने हुन्छ सर बस्ने यत्तिकै म्याचतिर भिडियो बनाऊ न बस्ने अन्ति सो गाइस म अब यहाँ पेट्रोल हालेर हिँडिसकेको छु डाइरेक्ट यहाँ चिया बनाउन पठाउँछु अनि थर्मसमा चिया बोकेर चाहिँ हामी जाने पर्ने हुन्छ
जानु म चाहिँ टक्क छिर बनाएको हम मालूम है तेरे बाप को मत सिखा चल अहिले यताबाट चाहिँ गइन्छ होला जहाँसम्म हाई भन हाई भन नमस्ते अङ्कलजी इमला किन्छ रहेछ के छ बेना 2 कप चिया उसमा थर्मसमा हाल्दैन ल हाम्रो भ्लगमा स्वागत छ moments later आइ रात पनि आइसक्यो अब चाहिँ हामी मस्त निस्किन्छौँ गाइज यहाँबाट चाहिँ सर अब डाँडामा गएर मस्त चिया खाएर मस्त घरमा कस्तो गाइड सब निस्केको है त गाइड थोरै यस्तो धेरै भयो जस्तो रातलाई त बहुत धुलो उडाइरहेको त के हो यस्तो मजा आएन नि पहिला सुरु बाइकको भिडियो बनाउनु पऱ्यो राजले मैले पनि बनाउँछु एक दुईवटा यसो च्याप्प टिकटकमा हाल्न हुन्छ नि त न्यु लुक्स केही बनाएँ नि त्यत्तिकै भिडियो बनाउँछु कि मलाई फेरि मन लाग्छ चाहिँ होस् भिडियो पोस्ट हाल्न यताउति सेक्टारी उठेर चलाउनु पनि छुट्टै मजा आयो नि त गाइज ढुङ्गा तर रातले हरियो ठुलो खुला खाने यार गाह्रो छ डह्रो ठुलो उड्छ क्या हल्का जम्पिङ हान्दै हिँडेको छु अब चाहिँ बस्नु पर्ने पुऱ्याइरह नि त यता भर्खर नयाँ घरहरू बनाउँदै रहेछ यसो धुलो खाइयो केटाहरू धुलो खाइयो थाहा तरिका जान्नमा धुलो खुलाउँदै गयो नि यार त्यो बाटोमा नि दौडाउँछन् नि यार धुलो खुलाउन त भनेर होला दौडाएको उता माथि चाहिँ अहिले नयाँ बनाएको कि त्यहाँ जान्छौँ भनेको कि हामी त्यहाँ माथि चाहिँ अहिले नयाँ बनाएको सेट बनाएको आज चाहिँ यतै भिडियो बनाइन्छ कहाँ बनाउने सो मजा आयो राइटमा टक्क घाम चाहिँ त्यहीँ लागिरहेको घाम मिठो भइहाल्यो सर यो चाहिँ खरे भइहाल्यो त्यता हुस लागे जस्तो के देखिन्छ यस्तो देखिन्छ अनि फेरि यता फेरि डोरा भइहाल्यो अनि यो चाहिँ हाम्रो ओ यो के गर्यो यो थाउ बुढीकोट अनि यहाँ मास्ती बाटो चाहिँ उहाँ आरबान्जिङ निस्किन्छ गाइस कहाँ बनाउने भिडियो ऊ त माथि फुलमा जाम ऊ त फुलमा जाम के ऊ त छ नि फुल त्यहाँ जाम मस्त जोक मारा रे या
उके त्यो फुल उके फुल भनेको के फुल ल त्यहाँ जाम सो गाइस निस्केको फेरि उड्न लाग्छ भाइ के यस्तो उडाउँछु मैले बाइक उडाउँछु कुन दिन हल्का सिक्नै छ कि अझै उडाउन सिक्नै बाँकी नै छ यहाँनिर चाहिँ फोटो खिच्ने पर्ने भिडियो सिडियो छ यतानिर चाहिँ बन्छ कि बन्दैन यार है छ यहीँ बनाउने ल म अलि उट्यानिर हाल्छु त्यस पहिला तिमीले बनाऊ त्यसपछि म बनाउँछु अलि यतातिर राखिदिउँ न बाइक साइक गाडी साडी आए पनि छिरिस ल है त गाइज ल सुगाइज अहिले एकछिनमा हेर्नुपर्ने हुन्छ बाई सुगाइज हाम्रो चाहिँ यहाँबाट चाहिँ उता जाने प्लान भयो उतातिर किनभने यहाँ चाहिँ अलि यहाँ भर्खर न्यू बनाउँदै रहेछ यहाँ अनि त्यसै कारण चाहिँ हामी उता जान्छ मैले चाहिँ बाइकमा हिँडेको चाहिँ भिडियो बनाउनु किनकि लङ भिडियो जान्छ जस्तो लाग्यो मलाई त्यस्तो लाग्यो सो गाइज त्यहीँ गएर भेट्नुपर्ने हुन्छ सो गाइज हामी चाहिँ त्यो अघि भनेको ठाउँमा आइसक्यौँ यहाँ चाहिँ बाइक छ यहाँ बाइक भइहाल्यो राज बाइक अनि म यहाँ टक्क सिन हेर्नुहोस् न गाइज आउने बित्तिकै एउटा चुना कन्टेन्ट बनिहाल्यो नि यार कन्टेन्ट बनिहाल्यो नि यार कसरी चाहिँ गरेर थियो कन्टेन्ट बनिहाल्यो त यार खै ल अब गयो यहाँ अरू जाउँदा हो क्या यहाँ लाग्यो यसमै गयो अब कन्टेन्ट बनिहाल्यो केटाहरू तेरिका यही हो गाइज अब हामी चाहिँ यहाँ बसेर टक्क चिया खाँदै मस्त हेरिन्छ भ्यूहरू कन्टेन्ट टक्क यहाँ चाहिँ अङ्कलहरू आउँदै हुनुहुन्छ त्यहाँ कुकुर टक्क मेरो त्यहाँ बाइक छ मायालु ल सो गाइज अहिले एकछिनमा भेटौँ न चाहिँ यस्तो जङ्गल छ अनि यता फेरि यस्तो भइहाल्यो सिन त्यहाँ चाहिँ स्कुल छ त्यहाँ के खेलाइरह यता चाहिँ सनसेट भइहाल्यो त्यता चाहिँ हामी यहाँको बाटो भइहाल्यो हामी अहिले चाहिँ उता डाँडामा थियौँ त्यतातिर डाँडा चाहिँ देखेको छैन त्यही हो गाइज अहिले चाहिँ बाइकको यो बिग्रेर टेन्सनमा छौँ सुईजना सुई चाहिँ के भयो टेन्सन यस्तो भयो गाइज हेर्नुहोस् त टेन्सन क्लुट भयो नि त यार गाइज टेन्सन भयो नि त सराई गरेर बनाउनु हामी छिटो गरेर पुऱ्याउनु सो गाइज हामीले चाहिँ टक्क चिया खाँदै टक्क दुईजनाले चिया खाँदै यता राज भाइ टक्क चिया खाँदै सनसेट हेर्दै मस्त गीत सुन्दै गाइज ठाउँ पनि बबाल टक्क चिया चुस्क्या नै त गाइज कति मिठो गाइज टक्क त्यता सिन हेर्दै ल गाइज अहिले बाटोमा भेट्न पर्ने हुन्छ सो गाइज अब चाहिँ निस्किनु लाग्यो
अब रात पनि पर्न लागिसक्यो भिडियो सिडियो अनि सुट भइसक्यो राइडरको मेरो भइहाल्यो सो अब मैले भ्लग चाहिँ धेरै बनाउन किनकि रात पर्न लागिसकेको छ छोटो तर मिठो बनाउँछु मिठो दिन कोसिस गर्छु सो गाइस यति भन्दै बाइकमा भेट्ने गाइस सो गाइस निस्केको अब हाम्रो राजाको बाइक बिग्रियो के पेट्रोल चाहिँ बचाउट हान्न पर्छ नि त म चाहिँ ग्लास लगाएको छैन के भयो स्टार्ट भएन टिनमा हाल न अहिले तल गएर भयो भयो होइन स्टार्ट चाहिँ भयो गाइस ओहो बाटो त धेरै नराम्रो छ त भाइ बहिनीहरू आएर छ छुट्टी भयो भाइहरूलाई यस्तो छुट्टी भयो भनेको रिप्लाई चाहिँ दिएन नेट गाइस ल अब लागौँ किनकि मैले यो यतापट्टि हालेको थिएँ क्या त्यो मेरो खसेको यतापट्टि साइड खसेको गरिरहेको थियो चलाउन खासै मिलेको थिएन गाइस अब त के मिल्छ बाटो त नराम्रो त हौ चरा चुरुङ्गीको लास्ट गराउँदैछ ओहो गाइस मजा आइरहेको हामी चाहिँ चिया पनि खाइयो मस्तले दुईजनाले अब चाहिँ हामी हाम्रो घरतिर जाने चाहिँ आज चाहिँ घरै छिटो जाने हो क्या मैले त त्यहाँ खाल त देख्दै नदेखिरहेको यार फेरि ढक्का हान्न पर्ने भयो यार सो सरी गाइस फेरि ढक्का हान्न पर्ने भयो एकछिनै गाइस ल एकछिनमा भेटौँला बाइकमा बसेर बाइक चाहिँ स्टार्टै भएन क्या ढक्का हान्न पर्छ फेरि तिनको अघि न स्विच भएको थियो नि त गाइस हजुरले देख्नु भएको थियो होला डाइरेक्ट 3 गियरमा हाल त के बोल्छन् त्यस्तो नबोला न यार तेरिका गाइस भएन छ्या माथिसम्म लगा त्यहाँ ढकालेर लगा न सकिन्छ के आजको दिनै पनौटी हो क्या हो यार ठकै लागिसक्यो त रुकै म बाइक उता लग्छु ओहो गाइस अँध्यारो भइसकेको छ हामी चाहिँ किन भएन र यार
फेरि तल लग्छु बेटा ढकलेको हो के सो गाइज अहिले एकछिनमा भेटौँला फाइनल गाइज भयो थाक्यो तर त्यहाँ गएर सब हिँड नि त्यहाँ सो गाइज थाक्यो त हो भरे थाकेर बोल्न सकेन गाइज अलि ढक्का हानेपछि बल्ल हुँदै भयो फाइनल्ली हिँडेन हिँडकै आऊ अब ग्यारेजसम्म पुग्नै पर्छ सकेन गाह्रो बाटो चाहिँ धेरै नराम्रो भाइहरूको चर्चा अब यहाँ ग्यारेजमा बस्छौँ हामी यसो बाइक चाहिँ बन्यो बाइक चाहिँ त्यहाँ टक्क बनिरह्यो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ डाइरेक्ट घर गएर भेट्नु पर्ने हुन्छ 2000 years later फाइनली गाइज म घर आइसकेँ साथी पनि घर गइसकेँ अब भ्लग एडिट गर्छु यति भन्दै आजलाई यति हेर्दै गर्नुहोस् होला नेक्स्ट भ्लगमा बाइ बाइ सी यू